गायक तथा सङ्गीतकार विक्रम राईको मृत्यु शङ्कास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ। खोटाङ घर भएका राई फागुन 17 गते राति हङसुर अर्गानिक खाजा घर अनामनगरमा मृत्यु भएको थियो। अत्याधिक मदिरा सेवन गरेका राई मृत्यु शङ्कास्पद देखिएको भन्दै उनको परिवारले अनुसन्धान माग गरेको छ। विक्रम राईसँग केही वर्षदेखि लिभिङ टुगेदरमा बसिरहेकी खोटाङकै एक युवती विरुद्ध किटानी जाहेरसम्म दिन खोजेका छन्। घटना हुँदा युवती साथमै थिइन्। त्यस रात विक्रम ढलेपछि तिनै युवतीले प्रहरीलाई खबर गरेको थिइन्। प्रहरीले भेनमा लगाएर बागबजार स्थित काठमाडौँ मोडल हस्पिटल लगेको थियो। अस्पतालले 1 घण्टापछि मृत्यु घोषणा गरेको थियो। सब पोस्टमार्टमपछि आफन्तले खोटाङमै लगेर अन्तिम दाह संस्कार गरिसकेको छ। पोस्टमार्टमबाट पनि उनको मृत्युको कारण नखुलेको प्रहरीले बताएको छ। अहिले प्रहरीले भिसेरा नतिजा पर्खिरहेको छ। भिसेराको प्रतिवेदन प्राप्त भएपछि थप अनुसन्धान अघि बढ्ने प्रहरीले बताएको छ। प्रहरीले घटनास्थलको सीसीटीभी हेरेको छ। त्यहाँबाट युवतीको भूमिका शङ्कास्पद नदेखिएका कारण अहिले उनी विरुद्ध मुद्दा नचल्ने प्रहरीले बताएको छ। विक्रमले चलाउँदै आएका 2वटा मोबाइल लगायतका कुनै पनि सामान परिवारले नपाएका कारण घटना शङ्कास्पद भएको परिवारको जिक्री छ। विक्रमका दिदी अनिता राईका अनुसार खाजा घरमा विक्रम र ती युवती झगडा परेको थियो। झगडाको भिडियो र अडियो विक्रमको दिदीलाई ती युवतीले पठाएकी थिइन्। सीसीटीभी फुटेजमा भिडियो हेर्दा त्यहाँ भएको एक युवती र 2 युवक पटक पटक बाहिर भित्र गरेको फुटेजमा देखिएको छ। त्यही फुटेजलाई लिएर आफन्तले शङ्का व्यक्त गरेका छन्। धन्यवाद।